ह्यापी बर्थडे साथी खाऊ न हो राम्ररी ग्यास आज मेरो फाइनली आज युट्युब च्यानलबाट चाहिँ आज पैसा निकाल्ने हो यो चाहिँ आज मेरो युट्युबको फर्स्ट इन्कम औ के किन्यो त्यही बस्छ हेलो गुड मर्निङ सबैमा प्रेम प्रणाम है तपाईँहरू कस्तो हुनुहुन्छ आशा गर्छु तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला भने अनि आज चाहिँ मैले बिच बाटोदेखि चाहिँ भ्लग बनाउनु स्टार्ट गरिसकेको छु है हेर्नु भने नछुटाउनुहोस् होला अनि यहाँनिर चाहिँ मेरो साथीको लागि चाहिँ आज धेरै स्पेसल डे हो है साथी अनि अब चाहिँ हामी जाँदैछ धेरै दिन बादमा चाहिँ आज मैले भ्लग बनाउँदैछु है अन्त तपाईँले स्पेसल चाहिँ के हो भनेर चाहिँ ठाउँमा हेरेर चाहिँ चाल पाइसक्नुभयो होला है त्यही हो अनि आज चाहिँ मैले धेरै दिन बादमा चाहिँ भ्लग गर्दैछु अनि भ्लग नबनाएको पनि निकै भएको थियो है ड्युटी पनि छुट्टी भएको थिएन सर्ट भिडियो त हाल्दै थिएँ त्यो सर्ट पनि बेसी हाल्नु पाएको छुइनँ अनि त्यही पनि आज चाहिँ लङ भ्लग हुनेछ है हेर्नु भने नछुटाउनुहोस् होला लेट्स गो अहिले भने चाहिँ म चाहिँ हिँड्दै जाँदैछु म र मेरो साथी है उही तल मन्दिर गएको नि त त्यही भएर चाहिँ किन गाडीमा जानु भनेर चाहिँ हिँड्दै जाँदैछु है अनि अब चाहिँ यहाँ आएर चाहिँ टक्कसँग गएर पूजासुजा गरेर चाहिँ आउनुपर्ने हुन्छ है अहिले बिहानमा नै अनि कति सातभन्दा पनि 9 त बजेछ 9 बजिसक्यो अनि अहिले चाहिँ हामी जाँदैछ अनि त्यही हो तपाईँहरूले साथ सपोर्ट दिँदै गर्नुहोस् है दिइराख्नु भएको छ अझै माथि पुऱ्याइदिनुहोस् साथ सपोर्ट दिनुहोस् अनि त्यही हो लाइक सेयर सब्सक्राइब गर्नु नभुल्नुहोस् अनि फेसबुकमा हेर्दै हुनुहुन्छ भने पेजलाई फलो गर्नु पनि नबिर्सिनुहोस् है त्यही हो मेरो साथीले पनि केही भनिदिन्छ कि के भन्नु यसले त पर्छ के भन्दैन यसको मुखमा केही आउँदैन हो साथीहरू बाहिरतिर चाहिँ फिर भमारा उडे जस्तो गर्छ तर छेउमा यो क्यामेराको अगाडि भने चाहिँ के भन्नु र त्यही भन्नु मात्रै भन्छ अरू के पनि भन्नु मुखबाट केही आउँदैन हो आवाज क्यामेरामा चाहिँ उसको मुखमा ताला लाग्छ अरे नि त अनि त्यही भएर चाहिँ के बोल्नु सक्दैन अनि कहिलेकाहीँ चाहिँ हिँड्दै जानु पनि मजा आउँछ है अब चाहिँ हामी पुग्न आँट्यो पुग्न आँट्यो ए पुग्न आँट्यो अब हामी मन्दिर पुग्न आँट्यो अब चाहिँ पूजासुजा गरेर हेर्नुपर्छ है अहिले भन्छ हामी मन्दिर आइसकिसकेको छ है मन्दिर चाहिँ यस्तो छ यो देउराली माछापट्टिको मन्दिर शिव मन्दिर हो यो चाहिँ है ए मन्दिर चाहिँ यस्तो छ तपाईँहरू पनि गान्तोक आउँदै हुनुहुन्छ भने शिव मन्दिर भिजिट गर्नु चाहिँ नबिर्सिनुहोस् होला है यस्तो दामी मन्दिर छ यो सिक्किममा चाहिँ फुलहरू पनि यस्तो मजाले फुलेको हुन्छ गाइस हेर्नुहोस् यहाँ यहाँ चाहिँ गान्तोकमा दिन भने चाहिँ यस्तो भएको छ धुम्मेर है धुमिरहेको छ है त्यस्तो साह्रो घामहरू चाहिँ लागेको छैन अनि मेरो साथी चाहिँ यहाँ तल कुदिरहेको छ ओइ रुक स्पिड कुदेको छ यो चाहिँ आज पुरा एक्साइटेड भइरहेको छ अन्त अब चाहिँ यहाँ चाहिँ प्रसादहरू किन्नुपर्ने हुन्छ है यहाँ चाहिँ प्रसाद चाहिँ मेरो साथीले किन्छ होला नि लैजा न अब प्रसादहरू धुपहरू लग्यो धुप लैजाऊ लानुपर्छ नि जुन चाहिँ किन हामी त्यहाँ गुम्बाको मन्दिर मिठाईहरू लाग्यो मेरी प्रसादहरू धुपहरू बोकेर चाहिँ हामी मन्दिरतिर लागेको है अब चाहिँ मन्दिरको अलिकति दर्शन गरेर चाहिँ जानुपर्ने हुन्छ है किन्नुपर्ने हुन्छ गाडी आएकै छ त हो गाडीहरूले गर्दा चाहिँ डिस्टर्ब है त्यहाँनिर
पूजासुजा गरेर यहाँबाट निक्लिसक्यो है। निक्लिसक्यो भन्दा अब निक्लेको यहाँबाट चाहिँ आफै खुट्टा त भिजेर हिलो हिलो भयो त हौ। आए जुत्ता लाउँछु अब हो यहाँ बसेर चटैसँगले आए नगर है। मन शान्ति भयो मन्दिर आएर है। अब चाहिँ टक्कसँगले फेरि जान्छु रुम गएर सुत्छु। घर के गरे 80 करोडको जुत्ता हो नि साथी। ए 80 करोड 80 रुपियाँको होला है। 80 करोडको होला है। मान्छेहरूले 80 रुपियाँ लाउँछ लाग्छ तिमीलाई? गाह्रो छ जिन्दगी। 10पट्टि किन जानु? अब पूजा सकेर चाहिँ अब चाहिँ हामी यसो देउराली गएको। देउराली गएर चाहिँ यसो पेट पूजा पनि गर्नु पऱ्यो नि त है। धर्म पूजा मात्रै गरेर भएन। पेट पूजा गर्नुको लागि चाहिँ एकछिन अब देउरालीतिर जाँदैछु। हेर्दै गर्नुहोस् है के भन्नु पऱ्यो त। अब पेट पूजा गर्नुको लागि चाहिँ के खानुपर्ने पनि थाहा छैन। आज त दौरा हुन्छ दौरा। ए आजको ब्याङ्क हो। म चाहिँ एटिएम कार्ड ऊ चाहिँ अब निक्लिने ब्याङ्क। आज त के भन्छ त्यो गीत गाएको छ नि एउटा ससुराली जाने हो भालेको मासु खाने हो भन्छ नि। त्यसरी देउराली जाने हो समेतको पैसाले के खाने हो भनेर रुद्राक्ष के गरिस् मन्दिरमा गएर पूजा गरे राम्रो होस्। कस्तो लागिरहेको छ आजदेखि कति वर्ष पुगिस् त? माथार नभन तर स्विट 16 होला 18 होला। बुढो त हुँदैछ र पनि बर्थडे चाहिँ मनाइरहेको छ। झन् यङ पो हुँदैछ म त। झन् मर्ने बेला आउँदैछ है। जिन्दगी साह्रो छ हौ। मर्ने बेला आयो झन् बर्थडे मनायो के हो यस्तो त? आफ्नो आयु घटेको थाहा छैन है। ल गाइस हेर्दै गर्नुहोस् है आजको भ्लग चाहिँ रमाइलो हुनेछ। एन्डसम्म हेर्दै गर्नुहोस्। त्यही हो। आज चाहिँ यहाँ मेरो साथीले चाहिँ रामाडा होटलमा चाहिँ ब्रेकफास्ट गराउनु ल्याएको अरे हो। आम्मामा हेर है कसैले विश्वास गर्छ हामी यहाँ आज रामाडा होटलमा चाहिँ आइरहेको छ है आज खानु होइन साथी? जिन्दगीमा गरी खानु साह्रो छ नि हो नि हौ। चल चल नि हो के हो आज मेरो कपाल त कस्तो भइरहेको छ जिन्दगीले। आज मलाई फाइनली आज युट्युब च्यानलबाट चाहिँ आज पैसा निकाल्ने हो। यो चाहिँ आज मेरो युट्युबको फर्स्ट इन्कम भन्ने दिन चाहिँ कहिले आउने मेरो? हेलो गुड इभिनिङ साथीहरू है। अहिले चाहिँ इभिनिङ भइसकेको छ। अहिले चाहिँ हामी यहाँनिर वेस्ट पोइन्टभित्र आइसक्यो है। वेस्ट पोइन्टमा चाहिँ अब चाहिँ यहाँबाट इन्ट्रीभित्र चाहिँ यहाँ मेरो साथी पनि छ है। अब चाहिँ कसैको आज चाहिँ राम्रोसँगले घुमाइ हुन्छ कि है। अस्ति पनि आउनु त आएकै हो। अनि त्यही हो यहाँनिर चाहिँ राम्रो राम्रो क्याफेहरू पनि रहेछ है। हेर्नुहोस् आज चाहिँ म राम्ररी देखाउने छु तपाईँहरूलाई है। हेर्नुहोस् है गाइस यस्तो दामी छ कि यहाँनिर चाहिँ चटक्कसँगले घुम्यो। यता चाहिँ एचएनएमको लुगाहरू लागिरहेको छ यहाँनिर है। के किन्नु त छैन के जानु घुम्नु मात्रै। यहाँनिर चाहिँ हामी अहिले भन्छ यहाँ एचएनएम आइसक्यो है। एचएनएममा चाहिँ लुगा चाहिँ यति दामी छ। किन्नु त केही छैन है। हेरेर पनि यसो घुम्नु त पायो नि त नकिने पनि। के किन्यो? रोक न
केएफसी खान आइपुग्यो मेरो साथी चाहिँ केएफसी खान्छ म चाहिँ खाएको नि के खानु थाहा छैन हो यो आइपुगिसक्यो अहिले चाहिँ आज टक्कसँगले यहाँ अर्डर गर्छ मेरो साथीले के खाने त भट्टा भनिहाल त चाहिँ यहाँनिर टक्कसँगले कस्तो छ सेन्टमा कति साथी कस्तो छ सानो फिडब्याक दिएन आज फर्स्ट टाइम हो खाएको यहाँ कि सेकेन्ड टाइम मजा छ केटाहरूलाई है के मजा खाएको गुड ल अब चाहिँ यहाँनिर हाम्रो हल्का लन्च भयो है अब चाहिँ हामी यहाँबाट निक्लेको ए साथी पनि छ यहाँ कता हो यस्तो देखाएको पर्छ के हो यो चाहिँ लट्ठी हेरौँ रहेछ यहाँनिर उपर उयो लट्ठी हेर्नु उयो डल्लो के हो त्यो घुमाउँदैछ त पुरै ल अब चाहिँ निक्लेको है कतापट्टि आयो हामी कता छिर्यो हामी उताबाट रहेछ हौ घरिघरि त हराइजान्छ क्या हुन्छ नि भिडभाड चाहिँ यत्तिकै हुँदो रहेछ इभिनिङ टाइममा चाहिँ दिउँसो त अस्ति त्यस्तो थिएन है अहिले चाहिँ तर यति साह्रो भिडभाड हुँदो रहेछ है बारीपट्टिबाट जाउँ ल अब उताबाट होला हौ अच्छो अँधारो भइसकेको छ बाहिर त ल अब चाहिँ हामी वेस्ट पोइन्टबाट निक्लेको है अच्छो पानी आउँदो रहेछ फेरि लगाइ अहिले भेटौँ ल भाइ यहाँ हाम्रो साथी पनि छ उताको साथीहरू है यहाँ पो भेट्यो त मलाई त उसलाई हेलो हेलो कति पैसा भेट्दै गरौँ न कति पैसा न 10 पैसा 10 पैसादेखि 10 पैसा के छिटो पानी आउनु थाल्यो पानी ठुलो पऱ्यो ल गयो अहिले चाहिँ यहाँ एमजी म्याक आइसकिसक्यो है एमजी म्याकमा पनि यहाँनिर खै के यहाँ टेन्टहरू लगाइरहेको छ त है टेन्टहरू यहाँ केही प्रोग्राम हुँदै होला है मेला जस्तै तर अहिले चाहिँ खाली छ केही छैन अन्त के हेर्नु है त्यही हो एमजी म्याकमा सधैँ आइरहेको के हेर्नु वा क्या लाग्छ हौ घरिघरि चाहिँ तर मेरो मार्केट भनेको यही हो हामी डुल्ने अरू कहाँ डुल्ने होला यही त हो त्यही पनि हेर्नुहोस् अब एमजी म्याकको नजराहरू है मेरो टिम्पल देखेँ खै तेरो डिम्पल कहाँ छ त्यो नभएको डिम्पललाई जबरजस्ती डिम्पल बनाएर कहाँ हुन्छ त्यसरी मेरो छ हाम्रो अवस्था खै डिम्पल त छैन हो यहाँनिर भइहाल्छ चाहिँ जोडै छ डिम्पल नभए पनि अन्त आज चाहिँ हामी डुलेको छ किन डुलेको भन्दा चाहिँ अब एकछिनमा तपाईँहरूलाई थाहा हुनेछ है किन डुलेको हामी साथीसँग बिहान पनि डुलिरहेको थियो अहिले पनि डुलिरहेको छ है अब त रात पऱ्यो डुल्दा डुल्दै आज त डुलेर सुतेरै दिन बित्यो यस्तै छ जिन्दगानी दर्पण छाया ल टाइममा हेर्नुहोस् तपाईँहरू अब म तपाईँहरूलाई देखाउने छु है यस्तो दामी छ है अब चाहिँ जाँदैछौँ हामी जुन चाहिँ मेन जानुपर्ने जग्गामा है हेर्दै गर्नुहोस् भिडियो चाहिँ हेर्न नछुटाउनुहोस् अहिले चाहिँ एमजीमा इभिनिङ टाइममा चाहिँ यस्तो भइरहेको छ यहाँनिर पारा नमस्ते नमस्ते ऊ यहाँनिर आउनु हुँदैछ
लाटा जस्तो यहाँ बस्छ एकपल्ट गरौँ फाइनली हामी चाहिँ यहाँ पर्खिँदा आइसकिसक्यो है हाम्रो दिदी भेनाहरू बगती आएको आइसकिसक्यो यता दिदी अनि यता भेना हो यहाँ प्रगति पनि आइसकिसक्यो अब चाहिँ जानुपर्ने हुन्छ हामी है कता जाने अहिले चाहिँ यहाँ एमजी मार्कमै छ है अब चाहिँ कहाँ जानुपर्ने डिसाइड गरेर चाहिँ जानुपर्छ अब चाहिँ लागेको है हामी हटकेक्सतिर अब चाहिँ टक्कसँगले गएर चाहिँ अब कस्तो हुन्छ के हुन्छ हेर्दै गर्नुहोस् हेर्नु भने चाहिँ नछुटाउनुहोस् है टक्कसँगले दिदी मैले अघि देखाइसकेँ क्यामेरामा आउनु मान्दैन आज चाहिँ हल्का आएको छ ह्याप्पी बर्थडे साथी खाऊ न हो राम्ररी यति बेला चाहिँ सबैजनाले मजाले डिनर गर्दैछ है अब डिनर गरेर चाहिँ सबैजना छुट्टिनु पर्ने हुन्छ नि त अनि सबैजनाले इन्जोयसँगले डिनर गर्नुहुँदैछ यतापट्टि हाम्रो दिदी बहिनी हुनुहुन्थ्यो है यता चाहिँ हाम्रो साथी नै हो उहाँ पनि अनि मेरो साथीको त खास बर्थडे थियो आज त्यही भएर चाहिँ आज हल्का इन्जोय है आजको भ्लग चाहिँ यस्तै भयो है छोटो बनाउँछु भन्दा भन्दै पनि आजको भ्लग चाहिँ लामै भयो एमजीमा सबै बन्द भइसकेछ अब चाहिँ हाम्रो बर्थडे सक्यो बर्थडे भएको सबैको बर्थडे सकिसक्यो है यहाँ साथीको बर्थडे चाहिँ आज सकिसक्यो अब चाहिँ हाम्रो छुट्टिने बेला आउँदैछ है यहाँनिर हाम्रो भेनामा अब जाने बेला हुन आँट्यो गुड नाइट अब हुन आँट्यो हो गुड नाइट गुड नाइट भनेर चाहिँ अब छुट्टिने बेला हुन आँट्यो हामी चाहिँ अब एमजीमा कटेपछि चाहिँ अब छुट्टिनुपर्छ है त्यही हो आजको भ्लग चाहिँ यस्तै भयो आज मेरो साथीको बर्थडे थियो है हस्पिटल डाँडाबाट अन्त मेरो साथीलाई बर्थडे विस गर्नेहरूले चाहिँ सबैले बर्थडे विस गर्न सक्नुहुन्छ है आज त्यो बर्थडे तर म भिडियो चाहिँ भोलि मात्रै अपलोड गर्छु भ्लग चाहिँ है त्यही भएर चाहिँ यताहरू जाउँ हौ जे जस्तो भयो आजको भ्लग चाहिँ यस्तै थियो है मन पऱ्यो भने चाहिँ लाइक सेयर कमेन्ट गर्न नभुल्नुहोस् अनि आजको भ्लग चाहिँ यति नै थ्याङ्क यू फर वाचिङ बाई बाई